आइरहेको छ। सिधै साथले हिजो भर्खर फोन गर्नुभयो सर भोलि 10 बजे हाम्रो कार्यक्रम रहेको छ 10 साढे 10 बजेतिर म्यानेजमेन्ट गर्नु होला भनेर अब हतारमा के गर्ने हाम्रो दुईटा इन्स्टिट्युटहरू नै छ एजुकेसनल हब गरेर एउटा छ उनीहरूले पनि हामीहरूले जानकारी गराइदिएका छौँ। उनीहरूले पनि हाम्रो विद्यार्थीहरूलाई पठाउनुहुन्छ। तपाईँहरू पनि त्यो कार्यक्रममा गएर केही सिक्न अवश्य सिक्नुहुन्छ। हाम्रो जिल्ला अध्यक्ष पनि पुरै जिल्लालाई कभर गर्नु भनेको सिडिओ अनि हाम्रो डिएसपी साहबको टोली आइरहेको छ भने पक्कै पनि उहाँहरूले केही राम्रो कुरा तपाईँहरूलाई सिकाउनुहुन्छ। आगामी दिनहरूमा हामीहरूले हेरिरहेको छौँ यही हाम्रो उमेर हो जुन चाहिँ नकारात्मक कुरातिर जानको लागि लागु औषध दुर्व्यवसायी भनेको नम्बर 6 मा पनि तीव्र गतिमा बढिसकेको छ। हाम्रो यतै हाम्रै गाउँ छिमेकको एकजना भाइ थिए उहाँ चाहिँ लागु औषधको धेरै सेवन गरिरहेको थियो।